फुल टस आरिफ शेख काउ कर्नरबाट छक्का किन तल खेलाइएको छ त्यो प्रश्नहरू थियो तर आज संकट मोचक बनेका छन् फेरि पनि एकपटक प्रपर अथोरिटी छ विशाल छक्का लङ्गनमाथि आरिफ शेख ब्याक टु ब्याक र नेपालको 250 पनि पुरा भएको यो छ यो छक्काको साथमा स्लोअर बल फालेका थिए तर स्लटमा आउन पुग्यो र आरिफ शेख काटेर र फोटो आउँछ भने अझै राम्रो क्यानको पेजमा यसपटक के हुनेछ अर्को फुल टस अर्को एकपटक आरिफ शेख डिप मिड विकेट रिटर्न एक्सप्लोड तेस्रो छक्का इनिङको लगातार यस ओभरमा मागिरहेका छन् अम्पायरसँग नो बलको लागि भनेका थिए यो ओभर निकै नै साधारण हेर्न सक्छौ यो त गिफ्ट दिएका छन् ल हान्नुस् मलाई दिशा मात्र देखाइदिए आरिफ शेखले र बल गएको छ धेरै